दोषीहरू त अब जो भए पनि पक्राउ पर्नै पर्छ नि दोषीहरू त होइन र यस हो त्यो के अरे दोषीलाई पनि बचाउने भएको कारणले त देश यस्तो भयो त अब दोषीहरू जति छन् पक्राउ पर्नुपर्छ दोषीहरूलाई चाहिँ निर्दोषलाई होइन फेरि है सुदनको एक्सन ठिक छ हैन हामी उम्मेदवारी दिन्छौँ लोकतन्त्रमा उम्मेदवारी दिन पाइन्छ नि त चुन्ने र चुनिने दुईटा अधिकार हुन्छ त्यसमा एउटा छान्नुपर्छ लोकतन्त्रमा कसलाई अगाडि सार्ने त्यो अहिले नभनौँ हामी जे महिला उम्मेदवार हुन्छ त्यहाँ अहिलेसम्मको संसदको गतिविधिलाई कसरी हेर्नु भएको छ यो चाहियो कसरी अपेक्षा गर्नुहुन्छ राम्रै छ अहिलेसम्म त के छ र हाम्रो त्यस्तो केही बहस भइरहने केही अध्यक्षजी एउटा महत्त्वपूर्ण कुरा आजसम्म जो सभामुख हुनुभयो उहाँहरू पार्टीबाट माथि उठ्न सक्नु भएन अब अहिले भर्खरै सभामुख निर्वाचित हुनुभएको छ जीवी अर्याल उहाँको भूमिका निष्पक्ष हुने सन्दर्भमा तपाईँको राय धारणा बुझाइ के छ सुझाव के छ अब के अरे यसपालिको सरकार यसपालिको यो जनमत भनेको पहिला जस्तो होइन अलिक नयाँ खालको छ त्यसो भएको कारणले अघि भर्खरै पनि अब त्यहाँ प्रस्तावक तथा समर्थक होइन सम्बन्धित दलकै माननीय ज्यूहरूले राम्रो कुराहरू राख्नु भएको छ म चाहिँ आशावादी छु उहाँ निष्पक्ष हुनुहुनेछ अब दलबाट उहाँ छुट्टिएर एउटा साझा अभिभावकको रूपमा होइन सबैजनालाई न्याय गर्ने गरी अब ठुला दल साना दल नभनिकन जनताको मुद्दा सानैसँग पनि हुन्छ ठुलोसँग पनि हुन्छ होइन अझ भन्नु भन्दाखेरि त तपाईँको सत्तापक्षभन्दा अझै प्रतिपक्ष होइन लाई चाहिँ धेरै चाहिँ तपाईँको चाहिँ नि के अरे समयहरू प्रदान गरिनुपर्छ सदन त्यस्तो तरिकाले चाहिँ नि उहाँले सञ्चालन गर्नुहुनेछ निष्पक्ष भएर भन्ने कुरामा म चाहिँ आश्वस्त छु अब यदि त्यसो काम गरिसकेपछि चाहिँ विश्वस्त हुन्छ त्यसो भएन भने तपाईँको भूमिका कस्तो हुन्छ त्यही हो अब हामी त के अरे आवाज उठाउँदै आएकै मान्छे हो आवाज उठाउँछौँ अघिल्लो बैठकमा तपाईँको बालेन शाहसँग भलाखुसारी भएर चाहिँ के गफ भएको थियो भित्र चाहिँ सम्पर्क नम्बर हो सम्पर्क नम्बर 7 पहिला उहाँ र म अब के अरे भनौँ न फाल्टै नम्बरमा हामी उ गर्थ्यौँ प्रेम सफल भएको मान्न सकिन्छ खालि प्रेम भन्नुहुन्छ 3 करोड नेपालीको प्रेम हुन्छ नि एकअर्कासँग प्रेम छ छैन मेरै घरको भाइ जस्तो लागिरहेछ तपाईँलाई त्यसले गर्दा सबैसँग हाम्रो प्रेम छ ओहो यस्तो छ प्रश्न सहितको समर्थन हुन्छ आलोचना सहितको समर्थन हुन्छ होइन अब प्रश्न र आलोचना बिनाको प्रतिपक्ष त फेरि हुँदैन नि त काम लाग्दैन यस म्यान मात्रै हो त्यो त त्यसले गर्दाखेरि राम्रो काम भइन्जेलसम्म हामी एकदम धेरै साथ पनि दिन्छौँ होइन ताली बजाउँछौँ केही छैन तर भनौँ न आउट अफ ट्र्याक सरकार जान खोज्यो यदि भनेदेखि चाहिँ हामीले तपाईँको चाहिँ नि चेक एन्ड ब्यालेन्स गर्ने हो हाम्रो काम र हाम्रो काम सभामुख चयनका लागि विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग के छलफल भएको छ कि नै सहयोगको विषय त्यस्तो भएको छैन उहाँहरूले बुझ्नुहुन्छ फेरि बुझाउनु पनि पर्दैन क्या अब माननीय भइसकेको हामीलाई कसरी बुझाउनु कसरी पढाउनु पर्ला त छलफल त हुनु पर्ला नि हैन र छलफल भएको छैन त्यो लेभलमा कतिपय जनताहरुको उपसभामुख र हेर्न चाहिरहेका छन् हजुर कतिपय जनताहरुले हर्क सम्पाङ नै उपसभामुख भइदिए पनि हुन्थ्यो उहाँहरु बोल्ने व्यक्ति गोष्ठीबाट त्यो सम्भव हुँदैन किनभने म तपाईको जुन तपाईले उपसभामुख भनेर भन्नुभयो नि तपाईले उठाउने उपसभामुख र तपाईको प्रधानमन्त्रीको पद उस्तै हो एउटै हो गैल भइस पानमै हुन्छ भनेर भन्छन् नि मान्छेहरु त्यस्तो होइन अब अध्यक्षजी सरकारको कामको विषयमा कुरा गरौँ न व्यापारीदेखि नेतासम्म सबै पक्राउ पर्न थालेका छन् त्यसलाई कसरी लिनु भएको छ के अरे दोषीहरू त अब जो भए पनि पक्राउ पर्नै पर्छ नि दोषीहरू त होइन र यस हो त्यो के अरे दोषीलाई पनि बचाउने भएको कारणले त देश यस्तो भयो त अब दोषीहरू जति छन् पक्राउ पर्नुपर्छ कदम ठिक छ दोषीहरूलाई चाहिँ निर्दोषलाई होइन फेरि है सुदनको एक्सन ठिक छ हैन धन्यवाद